स्वागत छ यहाँहरूलाई डे 6 मा। आज हामी मोडल भर्ब्स पढ्छौँ है। अब यो मोडल भर्ब्स भनेको के हो भन्दाखेरि मोडल भर्ब्स आर हेल्पिङ भर्ब्स द्याट सो एबिलिटी, पसिबिलिटी, पर्मिसन, रिक्वेस्ट, एडभाइस, नेसेसिटी अर अब्लिगेसन। मोडल भर्ब्स भनेको हेल्पिङ भर्ब्स हुन् है, जसले चाहिँ क्षमता, सम्भावना, अनुमति, सल्लाह, आवश्यकता वा बाध्यता देखाउँछ क्या। हामीले यो मोडल भर्ब्सको प्रयोग चाहिँ अब किन गर्छौँ हैन, किन गर्नुपर्छ त यो मोडल भर्ब्सको प्रयोग चाहिँ भन्दा यी कुराहरू देखाउन वा बताउन चाहिँ हामीले मोडल भर्ब्सलाई प्रयोग गर्नुपर्छ। के मैले अघि नै बताइहालेँ, जस्तै एबिलिटी सक्ने क्षमता बताउन, पर्मिसन अनुमति लिन र दिन बताउन, पसिबिलिटी कुनै कुराको सम्भावना बताउन, नेसेसिटी आवश्यकता जरुरत बताउन, अब्लिगेसन कर्तव्य र बाध्यता बताउन, रिक्वेस्ट अनुरोध बताउन, यी कुराहरू बताउन वा देखाउनको लागि चाहिँ हामीले यो मोडल भर्ब्सको जरुरत पर्छ क्या है। यो कुराहरू बुझ्नु होला। मोडल भर्बले वाक्यमा भाव वा उद्देश्य देखाउँछ क्या। यसले वाक्यमा चाहिँ इमोसन, व्यक्तिको फिलिङ्सहरू चाहिँ देखाउँछ। मोडल भर्ब्स एड मिनिङ टु द मेन भर्ब। मोडल भर्बले चाहिँ मुख्य क्रियामा यानि कि मेन भर्बमा थप अर्थ दिन्छ। अब कसरी दिन्छ त यो तपाईँहरूले बुझ्नुपर्छ। हेर्नुहोस् है त, जस्तै यहाँ हेर्नुहोस्, आई गो म जान्छु। यहाँ आई गो यो सेन्टेन्सको अर्थ म जान्छु भन्ने हुन्छ भने आई क्यान गो यहाँ हामीले क्यान राख्ने बित्तिकै यसको अर्थ के फरक हुन्छ। मतलब यसको अर्थ के हुन्छ त भन्दाखेरि म जान सक्छु भन्ने अर्थ दिन्छ क्या। यसमा आई गो म जान्छु मात्र भयो भने आई क्यान गो म जान सक्छु भनेर अर्थ नै फरक पारिदियो। यसले चाहिँ यो क्यानले चाहिँ के जनायो त भन्दा यो सेन्टेन्समा क्षमता देखायो क्या क्यानले है, म जान सक्छु भनेर क्षमता देखायो। अर्को कुरा मोडल भर्ब्सको नियम के हो त यो पनि हेरौँ न हैन। रुल्स अफ मोडल भर्ब्स। अब मोडल भर्ब्सका नियमहरू के हुन् त। रुल नम्बर 1, नो एस इएस आफ्टर मोडल, युज बेस भर्ब। यो भनेको के हो त भन्दाखेरि कुनै एस इएस चाहिँ लागिँदैन है यो मोडल भर्ब पछाडि। के लाग्छ त बेस भर्ब यानि कि V1 भर्ब 1 लाग्छ। जस्तै हेर्नुहोस्, ही क्यान प्ले फुटबल, ऊ फुटबल खेल्न सक्छ। अब यहाँ अर्को ही क्यान प्लेज फुटबल। यहाँ फरक के छ त हेर्नुहोस् त, यहाँ यो सिङ्गुलर सब्जेक्ट भएको कारणले भर्ब पनि सिङ्गुलर लाग्नुपर्ने होइन भन्नु होला। जस्तै ही प्लेज फुटबल, यहाँ चाहिँ यो सब्जेक्ट अनुसारले यो प्लेज यानि कि यस यस थपेको छौँ नि हामीले, यो ठिक छ भने यहाँ ही क्यान प्लेज यहाँ चाहिँ यस र यस थप्दा चाहिँ किन गलत छ त भन्दाखेरि यो चाहिँ करेक्ट हुने, सब्जेक्ट सिङ्गुलर छ भने भर्ब पनि सिङ्गुलर नै लाग्छ भनेर भन्नुभएको होइन भन्नु होला तपाईँहरूले। अब यो चाहिँ करेक्ट, अनि यो चाहिँ किन रङ भन्नु होला नि त तपाईँहरूको प्रश्न पनि होला। अब सिङ्गुलर सब्जेक्टले सिङ्गुलर भर्ब र प्लुरल सब्जेक्टले प्लुरल भर्ब लिन्छ भन्ने कुरा मैले सब्जेक्ट पढाउँदा नै बताइसकेको छु। यो भिडियोमा म केही बताउँदिनँ, त्यो भिडियो तपाईँहरूले गएर हेर्नु होला है। तर अब यहाँ चाहिँ यो मोडल भर्ब्सको नियम नै यही हो क्या। मोडल हेल्पिङ भर्ब प्रयोग गरेपछि यस पछाडिको भर्ब जहिले पनि बेस भर्ब मात्र प्रयोग हुन्छ, एस इएस राख्न पाइँदैन, हुँदैन। यही हो यसको नियम है, रुल नम्बर 1। अब त्यसै गरी अर्को नियम पनि हेर्नुहोस्, रुल नम्बर 2, मोडल डजन्ट चेन्ज विथ सब्जेक्ट। अब फेरि तपाईँको प्रश्न होला, ठिक छ ही क्यान प्लेज फुटबल त गर्न पाइएन, तर ही क्यान्स प्ले फुटबल त गर्न पाइन्छ होला नि भन्नु होला। यो पनि पाइँदैन, यो पनि गलत हुन जान्छ। जस्तै कि यहाँ हेर्नुहोस् त, आई क्यान, ही क्यान, दे क्यान जस्तो सुकै सब्जेक्ट भए पनि के त हामीले यो क्यानलाई चेन्ज गर्न पाएन। अरू साधारण भर्बहरूमा चाहिँ हामीले सब्जेक्ट एकर्डिङ भर्ब पनि चेन्ज गर्न पाउँछौँ। जस्तै कि आईसँग हामीले गो, हीसँग हामीले गोज, देसँग गो, यसरी पाइयो भने हामीले मोडल भर्बसँग चाहिँ चेन्ज गर्न पाउँदैनौँ। हामीले मोडल भर्बसँग चाहिँ सब्जेक्ट भर्ब अग्रिमेन्ट नियम लागू हुँदैन। मैले अब यो सब्जेक्ट भर्ब अग्रिमेन्ट भनेको चाहिँ के हो तपाईँलाई बताइरहन सक्दिनँ होइन। अब यो चाहिँ मैले पहिल्यै सब्जेक्ट पढाउँदाखेरि नै बताइसकेको छु। जसले त्यो भिडियो हेर्नु भएको छैन गएर पहिला सुरुदेखि भिडियो हेर्दै आउनु होला, अनि मात्र तपाईँले बुझ्नुहुन्छ, नत्र बुझ्नुहुन्न है। यो मोडल भर्बको 2वटा नियम ख्याल गर्नु होला है। के नियम मैले तपाईँलाई बताइहालेँ। त्यसो हो भने मोडल भर्ब्सहरू कतिवटा छन् त भनेर तपाईँको क्वेसन होला। अब भन्नुपर्दा मेन मोडल भर्ब्सहरू चाहिँ हाम्रो 9वटा हुन्छन्, जसमा चाहिँ क्यान, कुड, मे, माइट, विल, वुड, स्याल, सुड, मस्ट, यिनीहरू 9वटा के भए मेन मोडल भर्ब भयो भने अर्को चाहिँ सेमी मोडल भर्ब्स भनेको चाहिँ अब यसको चाहिँ ठ्याक्कै
एक्ज्याक्ट नम्बर चाहिँ हुँदैन छैन, तर हामीले चाहिँ 3वटा गन्तीमा गन्छौँ क्या यसलाई, जसमा चाहिँ ह्याभ टु आयो, निड टु आयो, ओड टु आयो। ह्याभ टु, निड टु, ओड टु, यसको प्रनाउन्सिएसन चाहिँ आउट टु होइन है, ओड टु भनिन्छ। यी भए मोडल भर्बको प्रकारहरू। अब बुझौँ कि यिनीहरूको प्रकार अनुसारको प्रयोग पनि छुट्टा छुट्टै हुन्छ है। अब त्यो प्रयोग के हुन् त हेरौँ है त। मैले अघि भने अनुसार मोडल भर्ब्सले के कुराको जानकारी दिन्छ त भन्दा एबिलिटी क्षमताको, पर्मिसन अनुमति लिन दिन, पोसिबिलिटी सम्भावना बताउन, नेसेसिटी आवश्यकता जरुरत बताउन, अब्लिगेसन कर्तव्य र बाध्यता बताउन, रिक्वेस्ट अनुरोध गर्न भनेर मैले भनेको थिएँ। त्यही अनुसार यिनीहरूको प्रयोग पनि छुट्टा छुट्टै छ। जसरी एउटा घरमा वा अफिसमा हरेक व्यक्तिको छुट्टा छुट्टै काम विभाजन गरेको हुन्छ नि, त्यसै गरी यिनीहरूको पनि के त छुट्टा छुट्टै काम विभाजन गरेको हुन्छ। फर्स्टमा हामी चाहिँ के बुझौँ भन्दाखेरि फर्स्टमा चाहिँ हामी क्यानको काम के हो त, पहिला क्यानलाई चाहिँ बुझौँ है त। मतलब अब यो क्यानको प्रयोग चाहिँ के हो त त्यो बुझौँ न। अब बुझ्नुपर्ने कुरा के भन्दाखेरि अब यो मोडल भर्ब क्यानले चाहिँ केवल प्रेजेन्ट र फ्युचरको कुरा गर्छ, समय देखाउँछ यसले चाहिँ है। अब यसको पहिलो प्रयोगतिर लागौँ है त। यसको पहिलो प्रयोग रहेको छ पोसिबिलिटी, सम्भावना देखाउन। अब कस्तो खालको सम्भावना भन्दा यो कुरा जस्तै एउटा कुरा पहिले पनि भइरहेको थियो र अहिले पनि हुनसक्छ, पक्का हुनसक्छ भन्ने सम्भावना देखाउँछ क्या यसले चाहिँ, स्ट्रङ पोसिबिलिटी देखाउँछ है। जस्तै he can be at home right now। अब यो सेन्टेन्स हेर्नुहोस् त, he can be at home right now। अब यसको अवस्था कस्तो हुन्छ भन्दाखेरि जस्तै कि ऊ अहिले घरमा हुन सक्छ। अब यसको अवस्था हेर्नुहोस् है, जस्तै अहिले बिहान 11 बजेको छ, मानौँ अहिले 11 बजेको छ भने ऊ हिजो अस्ति त्योभन्दा अगाडि पनि जहिले पनि घरमा के त 11 बजे चाहिँ जहिले घरमा हुन्छ। अब मैले अनुमान के लगाउँछु भन्दाखेरि अहिले पनि त ऊ 11 बजिरहेछ, अहिले पनि त ऊ घरमै हुन सक्ने सम्भावना पक्का छ भनेर म स्योर हुन्छ क्या। यस्तो जानकारी चाहिँ देखाउँछ, जसमा चाहिँ he can be at home right now भनेर मैले यो सेन्टेन्स भन्छु क्या, जसको अर्थ हुन्छ ऊ अहिले घरमा हुन सक्छ, ऊ अहिले पक्कै घरमा हुन सक्छ भन्ने अवस्था। यस्तो अवस्थाको सम्भावना देखाउन क्यानको प्रयोग गर्छौँ। त्यसै गरी यो सेन्टेन्स हेर्नुहोस् त, दिस रोड क्यान गेट भेरी क्राउडेड ड्युरिङ फेस्टिभल्स। चाडपर्वमा यो बाटो धेरै भिडभाड हुन सक्छ। अब जस्तै पहिला पनि सधैँ चाडपर्वमा भिडभाड हुने बाटो नै हो होइन, अब जहिल्यै हुन्थ्यो, अब यसपालि पनि हुनसक्छ भन्ने मेरो अनुमान क्या, स्ट्रङ सम्भावना। चाडपर्वमा चाहिँ यो बाटो धेरै भिडभाड हुन्छ है, हुनसक्छ भन्ने कुरा चाहिँ यो सेन्टेन्सले दर्शाउँछ। त्यसै गरी लर्निङ इङ्ग्लिस क्यान ओपन मेनी अपर्च्युनिटिज। लर्निङ इङ्ग्लिस क्यान ओपन मेनी अपर्च्युनिटिज मतलब चाहिँ अङ्ग्रेजी सिक्नाले धेरै अवसरहरू खुल्न सक्छन्, स्ट्रङ सम्भावना छ भन्ने अर्थ दिन्छ क्या। जहाँ चाहिँ हामीले स्ट्रङ सम्भावनाको लागि, पोसिबिलिटीको लागि चाहिँ के त क्यानको पहिलो प्रयोग हेऱ्यौँ। अर्को यसको काम प्रयोग भनेको चाहिँ कपासिटी, पावर, एबिलिटी देखाउनको लागि क्या है। मतलब कोहीसँग केही कुराको क्षमता हुन्छ, त्यो शक्ति हुनु, काबिलियत हुने भन्ने कुरा जनाउन पनि हामीले क्यानको प्रयोग गर्न सक्छौँ। जस्तै हेर्नुहोस्, आई क्यान ड्राइभ, म गाडी चलाउन सक्छु। अब यसको अर्थ मैले गाडी चलाउन सक्छु, त्यो स्किल ममा छ, त्यो क्षमता ममा छ, मेरो क्षमता बताएको हो क्या। क्षमता बताउने कुरा देखाउनको लागि पनि हामीले के त क्यानको प्रयोग गर्न सक्दो रहेछौँ। त्यसै गरी यहाँ हेर्नुहोस्, द बस क्यान क्यारी 50 पिपल मतलब चाहिँ यो बसले 50 जना मानिस बोक्न सक्छ। यसको मतलब चाहिँ क्यानले के देखाएको त कपासिटी देखाएको क्या। यो बसको क्षमता यानि कि यसको कपासिटी भनेको 50 जना मान्छे चाहिँ बोक्न सक्छ भनेर त्यो कपासिटी चाहिँ देखाएको। त्यस्तो अवस्थामा हामीले क्यानको प्रयोग गर्न सक्छौँ। त्यसै गरी यो अर्को सेन्टेन्स हेर्नुहोस् त, द टिचर क्यान पनिस स्टुडेन्ट्स मतलब चाहिँ शिक्षकले विद्यार्थीलाई सजाय दिन सक्छ, किनकि शिक्षकसँग त्यो पावर छ, त्यो अधिकार छ, विद्यार्थीहरूलाई सजाय दिन सक्ने अधिकार शिक्षकसँग छ। यस्तो खालको भाव होइन, यस्तो खालको भाव देखाउन चाहिँ, पावर देखाउन, के देखाउन, कपासिटी, पावर, एबिलिटी देखाउन पनि हामीले क्यानको प्रयोग गर्न सक्छौँ। त्यसो हो भने एकचोटि यो सेन्टेन्स हेर्नुहोस् त, ही क्यान बिट यु, उसले तिमीलाई कुट्न सक्छ। अब यसले के देखाएको छ भन्नुहोस् त। यसको दुईवटा अर्थ हुन्छ है। अब यो के दुईवटा अर्थ के भन्दाखेरि यो पोसिबिलिटी पनि हुनसक्छ र एबिलिटी पनि हुनसक्छ। जस्तै हेर्नुहोस्, दुईवटै अवस्थामा तपाईँलाई बताइदिन्छु। एउटा अवस्था मानिलिउँ, एउटा रक्सी खाएको व्यक्ति तपाईँको छेउतिर आइरहेको छ र त्यस मान्छेले चाहिँ बाटोभरि नै सबैलाई कुट्दै आइरहेको छ क्या। त्यो चाहिँ मैले देखेको छु र अब त्यो तपाईँको नजिक आयो र अब नजिक आउँदै गर्दाखेरि चाहिँ मैले तपाईँलाई भन्छु कि उसले तपाईँलाई कुट्न सक्छ है, उसले तपाईँलाई कुट्न सक्छ, ही क्यान बिट यु।
उसले तपाईँलाई कुट्न सक्छ, किनकि मैले अनुमान गरेँ नि त, सबैलाई बाटोमा देखेको जतिलाई कुट्दा आएको रहेको छ, तपाईँलाई पनि कुट्न सक्छ है, सम्भावना छ नि, बढी एकदमै सम्भावना छ, ही क्यान बिट यु। मैले यो सेन्टेन्स बोलेँ क्या, यसको अर्थ के भन्दाखेरि स्ट्रङ सम्भावना देखाउन प्रयोग गरेँ क्या। यस्तो अवस्था, यो एउटा अवस्था भयो भने अर्को अवस्था कस्तो भन्दाखेरि जस्तै तपाईँ र एउटा व्यक्ति छ, दुईजना तपाईँहरू हुनुहुन्छ। अब जो व्यक्ति चाहिँ अलि बलियो छ क्या, एउटा त्यो अर्को व्यक्ति चाहिँ अलि बलियो छ, जसले चाहिँ बक्सिङ सिकेको छ होइन, विभिन्न कराते कम्फूहरू जान्छ भने तपाईँ त्यो व्यक्तिसँग न्यू खोज्दै हुनुहुन्छ र म तपाईँलाई भन्छु कि त्योसँग न्यू नखोज्नु है, ही क्यान बिट यु। त्यसले तपाईँलाई मजाले कुट्न सक्छ, उसँग त्यो के त पावर छ, त्यो क्षमता छ, त्यो स्किल छ भन्ने खालको अर्थ दियो क्या। बुझ्नुभयो नि होइन, दुईवटा अवस्थामा ही क्यान बिट युको अर्थ छुट्टा छुट्टै निक्लियो क्या। हो यस्तो, एउटाले के देखायो, एउटाले पोसिबिलिटी सम्भावना देखायो भने अर्कोले के देखायो त क्षमता देखायो क्या, त्योसँग त्यो पावर छ भन्ने क्षमता दर्शाएको छ। मतलब चाहिँ एउटै सेन्टेन्सको दुईवटा अर्थ देखाएँ नि मैले तपाईँलाई, दुईवटा ठाउँमा प्रयोग भयो, दुईवटा अवस्थामा प्रयोग भयो। हेर्नुहोस् त, एउटै सेन्टेन्सले दुईवटा काम गर्यो, त्यो अवस्था अनुसार हामीले क्यानको प्रयोग गर्न जान्नुपर्छ है। त्यसै गरी क्यानको अर्को प्रयोग हेर्नुहोस् त, पर्मिसन, रिक्वेस्ट, अनुमति र अनुरोधको लागि पनि हामीले के त क्यानको प्रयोग गर्छौँ। तर यो खास गरी चाहिँ इन्फर्मलमा प्रयोग हुन्छ है। इन्फर्मल भनेको साथीभाइसँग, अब परिवारसँग, चिने जानेकोहरूसँग चाहिँ हामीले यो अनुरोध गर्न वा अनुमति लिन चाहिँ यो क्यानको प्रयोग गर्छौँ। जस्तै पर्मिसन माग्नको लागि यानि कि अनुमति माग्नको लागि चाहिँ यो स्ट्रक्चर हामीले प्रयोग गर्छौँ। क्यान आई प्लस भर्ब, जुन भर्ब चाहिँ बेस फर्ममा हुन्छ, प्लस अब्जेक्ट प्लस क्वेसन मार्क। जस्तै उदाहरण हेर्नुहोस्, क्यान आई युज योर फोन, क्यान आई युज योर फोन, के म तिम्रो मोबाइल चलाऊँ, के म तिम्रो मोबाइल चलाऊँ, यो भन्दा नि भयो। के म तिम्रो मोबाइल चलाउन सक्छु, यो भन्दा नि भयो। तिम्रो मोबाइल चलाए ल, यो भन्दा नि भयो होइन। तिम्रो मोबाइल चलाउँछु ल, मैले तिम्रो मोबाइल चलाऊँ है, जे भन्दा पनि कुरो एउटै हो। यी सेन्टेन्सहरूलाई जे भने पनि के त पर्मिसन, अनुमति मागेको भन्ने कुराहरू बुझिन्छ। यो कुराहरू बुझ्नुहोस् है। यहाँ नेपालीको अर्थमा यहाँ फरक फरक आए पनि सबैको भाव एउटै हो, बुझ्नुहोस्, यति कुरा बुझ्नुहोस्। त्यसै गरी अब कसैलाई अनुमति दिन चाहिँ हामीले यो स्ट्रक्चर प्रयोग गर्छौँ क्या, यु क्यान प्लस भर्बको बेस फर्म प्लस अब्जेक्ट। जस्तै यु क्यान युज माई मोबाइल, तिमी मेरो मोबाइल चलाउन सक्छौ, यो भन्दा नि भयो। हुन्छ चलाऊ, यो भन्दा नि भयो। चलाउँदा हुन्छ, चलाउ न, जे भन्दा पनि क्या। यहाँ हेर्दा त सबैको अर्थ फरक फरक जस्तो लाग्छ नि त होइन, तर सबैको भाव एउटै हो, अवस्था एउटै हो। अनुमति के गरेँ त मैले दिएँ, अनुमति दिनको लागि पनि हामीले क्यानको प्रयोग गर्छौँ। तर कस्तोलाई अनुमति दिन भन्दाखेरि इन्फर्मलको लागि, साथीभाइसँग, परिवारसँग, चिने जानेको व्यक्तिहरूसँगको सर्कलकोमा चाहिँ हामीले यो अनुमति दिनको लागि प्रयोग गर्न सक्छौँ। त्यसै गरी रिक्वेस्टको लागि चाहिँ अब मतलब तपाईँले कसैलाई रिक्वेस्ट गर्नुहुन्छ, अनुरोध गर्नुहुन्छ भने यो स्ट्रक्चर प्रयोग गर्छौँ। के त क्यान यु प्लस भर्ब, जुन चाहिँ बेस फर्ममा हुन्छ, प्लस अब्जेक्ट प्लस क्वेसन मार्क। जस्तै हेर्नुहोस्, क्यान यु हेल्प मी, तिमी मलाई सहयोग गर्न सक्छौ, यसको अर्थ यो भन्दा पनि भयो, मलाई सहयोग गर न है, यो भन्दा नि भयो। मलाई सहयोग गरिदेऊ न ल, यो भन्दा नि भयो। जसको अर्थ एउटै हो, जे भने पनि यसको अर्थ कोही व्यक्तिसँग अनुरोध गरेको भन्ने बुझिन्छ है, यति बुझे हुन्छ। त्यसै गरी अर्को प्रयोग के छ त क्यानको भन्दाखेरि सजेसन बताउन क्या, यानि कि कसैलाई सल्लाह सुझाव दिन पनि क्यानको प्रयोग गर्न सक्छौँ। यो पनि के को लागि, इन्फर्मलको लागि है, साथीभाइ, इष्टमित्र, परिवारसँग बोल्दा प्रयोग गर्न सकिन्छ। फर्मलको लागि चाहिँ अर्कै मोडल भर्ब प्रयोग हुन्छ है, त्यो म पछि तपाईँलाई बताउने छु। अब सल्लाह दिनको लागि चाहिँ यस्तो सेन्टेन्स प्रयोग गर्छौँ। जस्तै हेर्नुहोस् यहाँ, यु क्यान ट्राई दिस मेथड, यु क्यान ट्राई दिस मेथड, मतलब चाहिँ तिमीले यो तरिका प्रयोग गर्न सक्छौ, तिमीले यो तरिका प्रयोग गर्दा हुन्छ। यो के हो त, यो सल्लाह हो क्या। अब कसैले चाहिँ एउटै तरिका चाहिँ प्रयोग गरिरहेको छ जसबाट चाहिँ रिजल्ट राम्रो आएन र मैले चाहिँ भने कि तिमीले यो तरिका प्रयोग गर्दा हुन्छ नि, तिमीले यो तरिका प्रयोग गर्न सक्छौ क्या। जे भन्दा नि कुरो एउटै हो। के मैले के भने त मैले सल्लाह उसलाई दिएँ भन्ने कुरा बुझ्नु पर्यो, सल्लाह सुझाव उसलाई दिएँ। फेरि बुझ्नुपर्ने कुरा चाहिँ यहाँ कुनै क्षमता देखाएको होइन है, क्यानले सम्भावना पनि देखाएको होइन, पर्मिसन लिन र दिन, अनुरोध गर्न पनि देखाएको होइन, सिर्फ के को लागि त, सिर्फ सल्लाहको लागि मात्र प्रयोग भएको छ यो वाक्य है। त्यसै गरी चाहिँ अब सल्लाह लिनको वा माग्नको लागि चाहिँ यस्तो सेन्टेन्सको प्रयोग हुन्छ क्या। जस्तै हेर्नुहोस् त यहाँ, क्यान वी स्टार्ट नाउ,
क्यान वी स्टार्ट नाउ कि हामी अहिले सुरु गर्न सक्छौँ यो भन्दा नि भयो कि हामीले सुरु गर्दा हुन्छ त यो भन्दा नि भयो सुरु गर्दा हुन्छ त यो भन्दा नि भयो क्या यी वाक्यहरूको शब्द घटबड अब यताउति भए पनि अर्थ चाहिँ एउटै हो भाव एउटै हो लिन वा सल्लाह के त लिन वा माग्नको लागि भन्ने कुरा बुझ्नुपर्छ त्यसै गरी क्यानको अर्को प्रयोग के छ भन्दाखेरि कसैलाई अलाउड गर्नको लागि क्या अलाउड टुको केसमा क्या नो रिस्ट्रिक्सन्स क्यानलाई चाहिँ हामीले त्यस्तो ठाउँमा प्रयोग गर्छौँ जहाँ रोकावट छैन गर्न पाइन्छ भन्ने अर्थमा पनि प्रयोग गर्न सक्छौँ जस्तै हेर्नुहोस् यु क्यान सिट एनिवेयर यु क्यान सिट एनिवेयर तिमी जहाँ पनि बस्न सक्छौ कुनै रोकावट छैन भन्ने अर्थमा क्या है तिमी जहाँ पनि बस्न सक्छौ कुनै रोकावट छैन जहीँ मन लाग्छ त्यहीँ बस्छ अब यहाँनिर फेरि हामीले बुझ्नु होला तपाईँले फेरि यो के सल्लाह दिएको हो कि क्षमता देखाएको हो कि सम्भावना देखाएको यो केही देखाएको होइन सिर्फ चाहिँ तपाईँलाई अलाउ छ गएर बस्न सक्नुहुन्छ भने अलाउको केसमा पनि हामीले के त क्यानलाई प्रयोग गरेर देखाउन सक्छौँ भन्ने अर्थ मैले तपाईँलाई बताएँ है त जस्तै अर्को यु क्यान कम एनी टाइम यु क्यान कम एनी टाइम तिमी जुनसुकै बेला आउन सक्छौ कुनै रोकावट छैन कसैको केही रोकथोक छैन भन्ने अर्थमा देखाउन सक्छौँ क्या यसले चाहिँ फ्रिडम देखाउँछ क्या स्वतन्त्रतालाई देखाउँछ यस्तो केसमा पनि हामीले क्यानको प्रयोग गर्न सक्छौँ फेरि यसैको नेगेटिभ चाहिँ नट अलाउड हुन जान्छ क्या नट अलाउडको केसमा पाइँदैन भन्ने अर्थमा नि प्रयोग गर्न सक्छौँ जस्तै यु क्यानट इन्टर तपाईँ भित्र जान पाउनुहुन्न तपाईँलाई अलाउड छैन यस्तो अवस्थामा है त्यसै गरी यु कान्ट स्मोक हियर यु कान्ट स्मोक हियर यहाँ धुम्रपान गर्न पाइँदैन है अलाउ छैन भन्ने अर्थमा क्या बुझ्नुभयो नि होइन केमा कहाँ क्यानको प्रयोग हुँदो रहेछ भन्ने कुराहरू मैले तपाईँहरूलाई बताएर देखाएँ यी भए मोडल भर्ब क्यानको प्रयोग र मोडल भर्बको कामहरू धेरै नै छन् होइन अरू अब मे माइट कुड वुड यिनीहरू पनि म बताउने छु तपाईँहरूलाई अब त्यो भिडियो धेरै लामो हुने भएकोले आजलाई चाहिँ यति नै बाँकी भिडियोमा अरू भर्बहरू लिएर आउने नै छु भिडियो कस्तो लाग्यो लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला च्यानललाई सब्सक्राइब गर्नु होला है त सी यु इन द नेक्स्ट भिडियो टिल देन टेक केयर ह्याभ अ गुड डे